नमस्ते, गुड मर्निङ गाइज। आज चाहिँ हामी मर्निङ सेसनमा छौँ। अर्पितको विन्टर भ्याकेसन छ अहिले चाहिँ, र आज हामी चाहिँ अर्पितको दाँत चेकअप गर्नलाई कान्ति हस्पिटल जाँदैछौँ। त्यसैले हाम्रो एकदम सर्ट सेसन हुन्छ आज चाहिँ। अर्पितलाई रेस्ट हो, एकछिन ब्याटिङ मात्रै गर्छ, त्यस्तै थोरै ब्याटिङ गर्छ। उसको भिडियोहरू हेरिदिएर युगेन्द्रकारी ब्लगलाई एकदम माया गरिदिनु होला। अहिलेसम्म माया गरिरहनु पनि भएको छ। भन त। अर्पित कार्की यो ब्याटिङ गर्नुभएको छ। अर्पितको खेल चाहिँ एकदम दिनका दिन सुधार आइरहेको छ है साथीहरू। म चाहिँ उसको ब्याटिङबाट एकदम खुसी छु अहिले। दिनका दिन आफै युट्युबहरू हेर्छ र सबै राम्रो गर्दैछ उसले। सिधा ब्याटले पनि हान्न खोजिरहेको छ अझैभरि। अझै उसलाई मैले कम्तीमा 2 वर्ष चाहिँ आफै सिकाउँछु। उसलाई म प्राकृतिक रूपमा छोड्न चाहन्छु र उहाँले बुझ्ने भइसकेपछि चाहिँ राम्रो अब एउटा ट्रेनरहरू खोजेर ट्रेनिङ सेन्टर पनि हाल्छु। सकेसम्म अस्ट्रेलिया पठाउने नभए पनि इन्डियाका राम्रा ट्रेनिङ सेन्टरहरूमा पठाउने प्रयास गर्नेछु। मेरो लक्ष्य भनेको चाहिँ यो अस्ट्रेलिया या न्युजिल्यान्डका राम्रा ट्रेनिङ सेन्टरहरूमा चाहिँ उसलाई पठाउने हो। हेर्दै जाउँ कतिको सफल हुन्छ कि हुँदैन। तर इन्डियाको राम्रो ट्रेनर भएर चाहिँ लगेर उसले बुझ्ने भइसकेपछि उसको बेसिकमा काम गर्नलाई अझै 2 वर्षपछि चाहिँ मलाई लाने प्रयास गर्नेछु है। अहिले हतार छैन। अहिले चाहिँ उसलाई चाहिँ नेचुरल रूपमै छोड्नेछु। प्राकृतिक रूपमै उसले जस्तो खेल्छ, आफ्नो खुसीले खेल्छ। सानै छ, भर्खर 6 वर्ष 15-20 दिन भयो होला अर्पित। अर्पितले मलाई जिस्काउँदैछ, यहाँ हेर्नुहोस् त। अर्पितले मलाई माइक पनि राखिदिँदैछ, जिस्काउँदै पनि छ। अन्त त्यहाँ केही भन्नुहोस् हजुर पनि। हजुरको के भन्ने हुन्थ्यो नि अघि के मेरो ब्लग भन्दै अनि तिमीले बोलेकै सुन्नुहुन्न। तपाईँले बोलेको त केही सुने होइन। यो लिनु सर्ट। अहिले चाहिँ धेरै साथीहरूले चाहिँ अर्पितलाई काठको ब्याटले खेलाउनुहोस् भन्नुहुन्छ। अर्पितलाई देखाउनुहोस् यता भन्दा पनि उतातिर चाहिँ देखाउनुहुन्छ होला। काठको ब्याटले खेलाउनु भन्नुहुन्छ। तर अर्पितको एजको बच्चालाई अहिले चाहिँ इन्जुरीबाट बचाउनको लागि मैले प्लास्टिकै ब्याटबाट खेलाउँछु। र उसले बुझ्ने भएपछि जब बुझ्छ नि 8-9 वर्ष हुँदाखेरि सायद उसले बुझ्ने प्रयास गर्छ होला। त्यसपछि काठको ब्याटले पनि खेलाउने छु। अहिले पनि मैले ड्युज बलले नकिङहरू चाहिँ गराइरहेको हुन्छु हल्का हल्का। हाम्रो घरमै पिच पनि छ, उसको ड्युज ब्याट पनि छ। यहाँ यो ड्युज ब्याट पनि छ। ड्युज ब्याटबाट उसले घरमा ड्युज बलले नै नकिङ चाहिँ गर्छ है। तर यहाँ चाहिँ त्यस बेला ऊ इन्जर्ड हुन्छ भनेर मैले अहिले चाहिँ खेल्नलाई दिएको छुइनँ। अब हामी चाहिँ मर्निङ सेसनमा छौँ। अर्पितलाई मैले कम्तीमा पनि 50 बल खेल्छ होला अर्पितले। 20वटा चाहिँ उसले राम्रो सर्ट नहालिन्छ भने 20 सर्ट भन्छु। नभए 50-60 बलमा उसले राम्रो सर्टहरू हान्छ 20वटा। यो पिच चाहिँ हजुरले फेरि यहाँ हेर्न सक्नुहुन्छ। यो पिच चाहिँ एकदम खाल्टो भएको माटो भएको पिच हो। यहाँ चाहिँ बल तल माथि बसिरहेको हुन्छ र अर्पितले चाहिँ त्यसलाई पनि यस्तै एकदम खाल्टो छ हेर्नुहोस् पिचहरू। त्यो पनि राम्रो म्यानेज गरेर खेलिरहेको हुन्छ। अहिले मैले उसलाई चाहिँ 3-4वटा पिचहरूमा खेलाइरहेको छु। सिमेन्टको पिचमा पनि प्र्याक्टिस गरिरहेको हुन्छु, बालुवाको पिचमा पनि, अनि अहिले चाहिँ माटोको पिचमा पनि अर्पितले फिल्डिङ गरेको हेर्नुहोस्। उसले एकदम राम्रो फिल्डिङ गरिरहेको छ। र अब हामी चाहिँ यो प्र्याक्टिस म गराउँछु हजुरलाई। यो प्र्याक्टिस गराएको भिडियोहरू पनि हजुरले अर्पितको भन्दा नि युगेन्द्र कार्की ब्लगमा चाहिँ हजुरले फेसबुक, इन्स्टा, टिकटक, युट्युबमा गएर चाहिँ हेर्न सक्नुहुन्छ। खास गरी साथीहरूले चाहिँ अर्पितको युट्युब च्यानल योगेन्द्र कार्की
ब्लगको युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। सबैभन्दा ठुलो भनेकै उसलाई सपोर्ट भनेकै हजुरहरूको सब्सक्राइब हो र कमेन्ट पनि गरिदिनु होला, सकेसम्म सेयर पनि गरिदिनु होला र यो कार्की ब्लगलाई एकदम माया गरिदिनु होला। हस्, धन्यवाद। र अब हामी चाहिँ प्र्याक्टिसमा हुन्छौँ है त।